नमस्कार। स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विविध खबरहरूको सङ्गालो बेलुकी 7 बजेको प्रदेश समाचारमा समाचार कक्षबाट युवराज पौडेलको स्वागत छ। प्रदेश समाचार अहिले प्रदेश एफएमसँगै इन्टरनेट अनलाइनको www.pradeshfm.com मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको छ। खबर सुरु गरौँ यस प्रसारणका मुख्य खबरका शीर्षकहरूबाट। प्रतिनिधि सभाको बैठक भदौ 29 गतेसम्मका लागि स्थगित। संसदको अवरोध हटाउन सभामुखले भोलि शीर्ष नेताहरूसँग छलफल गर्ने। नेपालमा कोरोना संक्रमणको दर 8% झर्यो। आज दोस्रो दिन पनि 1000 भन्दा थोरैमा संक्रमण पुष्टि। मन्त्री बन्ने नेताहरूको नाम छिटो दिन सत्ता गठबन्धनका नेताहरूलाई प्रधानमन्त्रीको आग्रह। एमाले सांसद पाण्डे र भट्टराईलाई तत्काल कारबाही नगर्न सर्वोच्चको आदेश। वीरेन्द्रनगर बजारमा फलफूल तथा तरकारीको मनपरी मूल्य भेटिएको छ। मूल्य सूची र पसल दर्ता नगरी बिक्री गरेको पाइएपछि कारबाही गरियो। विदेशको समाचारमा उत्तर कोरियासँग वार्ताको ढोका खुल्ला रहेको अमेरिकाको भनाई र खेल समाचारमा ओमनसँगको खेलमा आशिक सेनको अर्धशतक। प्रदेश समाचारमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको बैठक भदौ 29 गतेसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ 29 गते दिउँसो 1 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। आफूले 14 सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोग गरेको भन्दै एमालेले सांसदमा विरोध प्रदर्शन गरेको हो। आज प्रतिनिधि सभाको 2 पटक बसेको बैठक दुवै पटक एमाले सांसदको नाराबाजीका कारण अवरुद्ध भएको थियो। एमाले सांसदहरूले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र नगर भन्ने लगायतका नाराहरू लगाएका थिए। नेपालमा कोरोना संक्रमण दर 10% भन्दा तल झरेको छ। कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखि पहिलो पटक आज संक्रमण दर 10% भन्दा तल 8.2% मा झरेको हो। गत 24 घण्टामा एन्टिजेन र पीसीआर गरी 11,018 जनाको नमुना परीक्षण गर्दा 911 जनामा संक्रमण देखिएको छ। दैनिक 1000 भन्दा कम संक्रमित भेटिएको आज दोस्रो दिन हो। झण्डै 5 महिनापछि हिजो शनिबार पनि एकै दिन संक्रमण पुष्टि हुनेको संख्या 1000 भन्दा थोरै थियो। आज थपिएका 911 जना सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या 8,63,400 पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस्तै थप 1423 जना निको भएसँगै संक्रमण मुक्त हुनेको संख्या 7,35,457 पुगेको छ। यही अवधिमा थप 13 जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 10,922 रहेको छ। अहिले नेपालमा 56,757 जना सक्रिय संक्रमित रहेकोमा 454 जना आइसियु र 140 जनाको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ। तपाईँ अहिले प्रदेश एफएम सुर्खेतले तयार पारेको बेलुकी 7 बजेको प्रदेश समाचार सुन्दै हुनुहुन्छ। हामीसँग वीरेन्द्रनगर बजारमा फलफूल तथा तरकारीको मनपरीको मूल्य भेटियो। मूल्य सूची र पसल दर्ता नगरी बिक्री गरिएको पाइएपछि कारबाही गरियो लगायतका समाचारहरू बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला। चिसो लाउला रोगले साताउला, तातो पानी पिउनाले जोगाउला। कोइला बाली निदाउँदा निसासिने डर छ, राम्रोसँग आगो निभाइ सुत्न जानु पर्छ। फागुन पछि हटी जान्छ जाडो पर पुस र माघ 2 महिना चाहिँ विशेष ख्याल गर। तातो खानु झोलिलो पोसिलो न्यानो हुने उपाय सजिलो। प्रदेश एफएम नेटवर्कद्वारा जनहितमा जारी सन्देश। विश्रामपछि पुनः स्वागत छ। तपाईँ अहिले प्रदेश एफएम सुर्खेतले तयार पारेको बेलुकी 7 बजेको प्रदेश समाचार सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। वीरेन्द्रनगर बजारमा तरकारी तथा फलफूलको कारोबार गर्ने व्यवसायीले मनपरी मूल्य लिने गरेको भेटिएको छ। मूल्य सूची नराखी आफ्नो अनुकूल मूल्य निर्धारण गरी व्यवसायीले फलफूल तथा तरकारी बिक्री गरेका हुन्। सरकारवाला सङ्घ संस्थाले वीरेन्द्रनगर बजार अनुगमन गर्ने क्रममा व्यवसायीले मनपरी मूल्य लिने गरेको भेटिएको हो। वीरेन्द्रनगर प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, वीरेन्द्र नगरपालिका राष्ट्रिय उपभोक्ता मञ्च लगायतका सरकारवाला संस्थाहरूले बजार अनुगमन गरेका थिए। न मूल्य सूची राखेको छ, न मूल्यमा एकरूपता छ। एउटै खालको फलफूलको मूल्य बजारभरि मन परिराखिएको छ।
राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष शङ्कर किशोर अभयले भन्नुभयो, वीरेन्द्रनगर बजारमा सञ्चालित 17 तरकारी तथा फलफुल पसलेले बिना मूल्य सूची र पसल दर्ता नगरी बिक्री गरेको पाइएपछि कारबाही गरिएको छ। खेल खबरसँगै हामी प्रदेश समाचारको अन्त्यमा छौँ। बिदा हुनु पूर्व मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको बैठक भदौ 29 गतेसम्मका लागि स्थगित। संसदको अवरोध हटाउन सभामुखले भोलि शीर्ष नेताहरूसँग छलफल गर्ने। नेपालमा कोरोना संक्रमणको दर 8%मा झर्यो। आज दोस्रो दिन पनि 1000 भन्दा थोरैमा संक्रमण पुष्टि। मन्त्री बन्ने नेताहरूको नाम छिटो दिन सत्ता गठबन्धनका नेताहरूलाई प्रधानमन्त्रीको आग्रह। एमाले सांसद पाण्डे र भट्टराईलाई तत्काल कारबाही नगर्न सर्वोच्चको आदेश। वीरेन्द्रनगर बजारमा फलफुल तथा तरकारीको मनपरी मूल्य भेटियो। मूल्य सूची र पसल दर्ता नगरी बिक्री गरेको पाइएपछि कारबाही गरियो। विदेशको समाचारमा उत्तर कोरियासँगै वार्ताको ढोका खुल्ला रहेको अमेरिकाको भनाई र खेल समाचारमा ओमानसँगको खेलमा आशिक सेनको अर्धशतक। हवस् त यिनै विविध खबरहरूसँगै बेलुकी 7 बजेको प्रदेश समाचार सकियो। हामी निरन्तर समाचारमा छौँ। तपाईँ हाम्रो भेट भने भोलि बिहान 5 बजेको स्थानीय खबरमा हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।